पुरै त्यहीँको लागि बनाउने काम चाहिँ यहाँ भइरहेको के सब यो चाइनाद्वारा निर्मित भइरहेको नि त हाम्रो के अरे यो नुवाकोट दरबार के अरे यो समथिङ दरबार अनि यता यहाँ चाहिँ कन्स्ट्रक्सनको के भन्छ त्यस्तै भन्छ होइन काम चाहिँ यहाँ हुन्छ कि हामी चाहिँ लगभग पुनः स्कुल आइपुग्यो है यहाँ चाहिँ नुवाकोटको स्कुल आइपुग्यो यो समी नै होला होइन यसलाई के को बोट भन्छौ है म त नाम बिर्स्यो के हो के ल अब यहाँबाट हामी महाचैत्यतिर प्रस्थान गर्छौँ है त गाइजहरू अगाडि आउनु है अब इन्ट्री बाइक आइरहेछ है फेरि यहाँ भाग्ने चक्करमा भागे होला ल यता स्कुल हो अनि सरकारी स्कुल भइहाल्छ नि स्कुल कलेज आजभोलि त के हामीको पर्दैन नि यहाँ यो चाहिँ नुवाकोटको स्कुल है यता चाहिँ स्कुल एरिया यहाँबाट चाहिँ हामी अब स्वयम्भू महाचैत्य प्रस्थान गर्दैछौँ ल मेन गेट यही हो एकदम रमाइलो छ क्या तर ल फोटो भिडियोमा चाहिँ यी दुईजना मात्र आउँछन् म कहाँ आउने हो थाहा छैन ल जाउँ अहिले फर्किने बेला खिच्ने है फोटो यहाँ जाउँ भिडियोमा ल ढोगा भात हार 3 पाती भात हार ल जाउँ ल प्रभु हो ल जाउँ यस्तो फुलहरू सब रोपेको कहिले फुल्छ मेरो घरमा चाहिँ थाहा छैन है छोडेर लानुपर्छ ल यहाँबाट सुरु भयो ल यहाँ त मैले अस्ति नै पनि भिडियो बनाएको थिएँ एकदमै रमाइलो छ ठाउँ चाहिँ एकचोटि भिजिट गर्नु होला हाम्रो नुवाकोट दरबार एरिया ल हुन्छ नि अब तिम्रो मोबाइल ब्यागै राख्ने मोबाइल हो कि भनेर ल भिडियो त त्यो आफ्नो आफ्नोबाट बनाएको ठिक हुन्छ हो यो चाहिँ मान्छेले आफ्नो आफ्नो नाममा राखेको छ कि आफ्नो ठाउँ आफ्नो उसको नाममा आफ्नो अब घरमा दिवंगत भएको मान्छेहरूको नाममा होइन यसरी राखेको छ कि यहाँ चाहिँ ल यता जस के गर्नु हिरो नि हुनुपर्ने मान्छे हो तर टिचर भइयो के गर्नु भने अब त आमाको रोलमा चाहिँ पाउला यार अब त मेन रोल त उयो आमाको रोल चाहिँ पाइन्छ है त यतिको मान्छेलाई हिरोनी रोल त दिन्छ यार दिन्छ त्यो हिरोइनहरू भन्दा हामी केही कम त छैन नभएको रो नभएको रो कि भएको रो ल यहाँ चाहिँ यसरी पानी चाहिँ हरेक ठाउँमा जमाइरहेको छ ल सरस्वती यो एरिया चाहिँ यसरी छ है यहाँ चाहिँ यो बन्दै पनि छ अझै फिनिसिङ हुनै बाँकी होला तर अहिले पनि यति नै रमाइलो छ कि यो एकदम रमाइलो यता चाहिँ कलेज स्कुल यहाँ चाहिँ अब पढाइ भइरहेछ रमाइलो भइरहेछ भैरवी माध्यमिक विद्यालय अनि यता चाहिँ यस्तो छ यहाँ माथि चाहिँ एउटा रुख पनि छ त्यो एरियादेखि यहाँ चाहिँ सबै यसरी चैत्यहरू राखेको छ कि के भन्छ यो यसरी बनाहा है जस रमाइलो छ